दर्शकवृन्द नमस्कार। यति बेला द भोइस अफ नेपाल सिजन 6 को लाइभ सो हिमालय टेलिभिजन एचडीबाट चलिरहेको छ भन्ने कुरा यहाँहरू पक्कै जानकार नै हुनुहुन्छ होला। यदि जानकार हुनुहुन्छ भने द भोइस अफ नेपाल सिजन 6 फाइनलको सङ्घारमा पुग्दा कुन कोचको प्रतियोगी विनर बन्ने, कसले ट्रफी उचाल्ने आदि कुराहरूको अनुमान पनि तपाईहरूले लगाइसक्नु भएको होला। आजको भिडियो यही बारेमा रहेको छ। आउनुहोस् ढिला नगरी भिडियोलाई सुरु गरौँ। गत साता शुक्रबार र शनिबारको 28औं एपिसोडबाट टिम राजु र उदयबाट एक जना, टिम मेलिना र खेमबाट दुई जना गरी अहिले जम्मा 6 जना प्रतियोगीहरू बाँकी रहेका छन्। जसमध्ये गएको साता कोच राजुबाट विराट तामाङ र उदयबाट डावा तामाङ बाहिरिएपछि अर्पणा र परमेश राई फाइनलमा प्रवेश गरिसकेका छन्। अब यही शुक्रबार र शनिबार कोच मेलिना र खेमका 4 प्रतियोगीहरू बीच कडा प्रतिस्पर्धा हुनेछ र जसको भोट बढी आउँछ 2 जना फाइनलमा प्रवेश गर्नेछन् भने 2 जनाको यात्रा यहीँबाट समाप्त हुनेछ। तसर्थ यस पटकको सिजन कसले कुन टिमले जित्न सफल होला भन्ने चर्चा बहस सुरु भइसकेको छ। विशेष गरी टिम खेमको बढी चर्चा छ। कारण हो, एक उनी नयाँ कोच हुन् र अर्को उनको टिममा इन्द्रकला राई र परमेश पाण्डे छन्। यी दुवैजनाले ब्लाइन्ड अडिसनमा पनि धमाकेदार प्रस्तुति दिएर 4 कुर्सीहरू घुमाएर विभिन्न चरण पार गर्दै यहाँसम्म आइपुगेका छन्। अझ बढी इन्द्रकला